यस भिडियोमा तपाईहरुलाई मैले YouTube भिडियो अपलोड गर्ने सही तरिका के हो र कसरी गर्न सकिन्छ भनेर जानकारी दिने नै छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नछुटाउनु होला र यो भिडियोलाई एक लाइक पनि गरिदिनु होला। नमस्कार, म नवराज खड्का तपाईहरु माझमा आज पनि नयाँ भिडियोको साथमा उपस्थित भएको छु कि तपाईहरु पनि यदि YouTube भिडियो बनाउनुहुन्छ र तपाईहरुको भिडियो चाहिँ भाइरल भइरहेको छैन भने चाहिँ तपाईहरुले कसरी चाहिँ YouTube भिडियो अपलोड गर्ने भनेर सही जानकारी तपाईहरुले पाउनुहुनेछ र के प्रोसेस छ YouTube भिडियो अपलोड गर्ने त्यो सम्पूर्ण कुराहरु चाहिँ तपाईहरुलाई आजको यो भिडियोमा बताउने नै छु। हेर्नु होला है त। सबैभन्दा पहिला हामीहरु YouTube मा जाने छौं। YouTube मा गएपछि यहाँ यसरी खोल्नु होला र यहाँनेरि तलपट्टि हेर्न सक्नुहुन्छ प्लस को आइकन रहेको छ। यसमा एकपल्ट टच गर्ने छौं। टच गरेपछि यसरी खुल्ने छ र अब मैले बनाएको भिडियो कहाँ छ त भन्दा यहाँनेरि रहेको छ। मैले यसलाई टच गरे यसरी आइसक्यो र अब यसलाई नेक्स्ट गर्दिन्छु। तपाईहरुले यसरी नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि यहाँनेरि यसरी खुल्ने छ। अब यहाँनेरि पेन्सिलको आइकनमा टच गर्नु होला। पेन्सिलको आइकनमा टच गरिसकेपछि तपाईहरुले यहाँनेरि भिडियो अनुसारको थम्बनेल आवश्यक पर्छ। मैले यहाँ भिडियो अनुसारको थम्बनेल यहाँ राखिदिएको छु र यसलाई डन गरिदिन्छु। यसरी थम्बनेल आइसकेको छ। अब थम्बनेल यहाँ आइसकेको छ। अब यहाँ टाइटल चाहियो। यो टाइटल भिडियो अनुसारको टाइटल तपाईहरुले च्याट जीपीटी बाट पनि लिन सक्नुहुन्छ। यो थम्बनेल राखेर तपाईहरुले त्यसै अनुसार बनाउन लगाउन सक्नुहुन्छ। मैले चाहिँ रेडिमेड अगाडि नै तयारी थियो अनि यसलाई मैले यहाँ यसरी राख्दिए। अब यसलाई मैले यहाँ तल पनि राख्दिन्छु डिस्क्रिप्सनमा। यसरी राख्नु होला। माथिको टाइटल तल डिस्क्रिप्सनमा राख्नु होला। त्यसपछि यसलाई यहाँनेरि अल्टर्ड कन्टेन्ट भनेको चाहिँ यसलाई नो गर्नु होला। यसलाई ब्याक गरौँ। अब यहाँ यसो भयो। अब यसलाई के गर्नु पर्दैन। तपाईहरुले के गर्ने त भन्दा अपलोडमा जानु होला। यसरी अपलोड गरिदिनु होला र यो अपलोड हुन थाल्छ। अब यसमा केही गर्नु पर्दैन। यसलाई ब्याक गर्नु होला। अब अर्को काम गर्नुपर्ने हुन्छ हामीहरुले। यसलाई ब्याक गरेर तपाईहरु च्याट जीपीटी मा जानुहोस्। तपाईहरुसँग च्याट जीपीटी हुनु जरुरी छ। जस्तै कि अहिले मैले भनेको यहाँनेरि यसो गरेर फोटो अपलोड गरिदिनु भयो भने पनि जस्तो फोटो कहाँनेरि छ यहाँ मेरो यो हो। यसलाई अपलोड गर्दिए मैले यहाँ च्याट जीपीटी मा अनि टाइटल दिनुहोस् भने टाइटल दिन्छ। यसरी टाइटल दिनुहोस् भने तुरुन्तै टाइटल दिन्छ। थम्बनेल अनुसारको टाइटल दिन्छ यहाँ। यसरी हेर्न सक्नुहुन्छ। थम्बनेल अनुसारको टाइटल यसरी आउँछ। यसरी आउँछ। कसरी पत्ता लगाउने यस्तो खालको आइरहेको छ। हेर्न सक्नुहुन्छ। यही पनि राख्न सक्नुहुन्छ तर मैले अघि राखिसकेको छु। अर्थात मैले यहाँ तपाईहरुलाई यही पनि राखेर देखाउन पनि सक्छु। पासवर्ड यसरी सजिलै सेट गर्नुहोस्। कुन राम्रो छ भनेर सोध्न सक्नुहुन्छ यसलाई। यसरी नि सोध्न सक्नुहुन्छ।
अब यो राम्रो छ भनेर देखाइरहेको छ। अब मैले मानौँ तपाईहरुलाई अब त्यो अहिले रेडिमेड थियो, तर मैले यसैलाई कपी गरेर राख्दिएँ। ल सिलेक्टमा जानुस्, यहाँ जानुस्, तपाईले टाइटल यसरी चेन्ज गर्न सक्नुहुन्छ। जस्तो मैले अब त्यो चाहिँ कहाँनेर छ भन्दाखेरि अब आफ्नो उसमा आउनुस्, यहाँनेरि वाइट स्टुडियोमा आउनुस्। वाइट स्टुडियोमा आएर यहाँनेरि अब यहाँ कन्टेन्टमा आउनुस्, वाइट स्टुडियोमा आएर कन्टेन्टमा आउनुस् अनि त्यसपछि यसलाई टच गर्नु होला। टच गरेपछि यसरी आउँछ। यसलाई पेन्सिलको आइकनमा लानुहोस् र अब मानौ यो मलाई मन परेन टाइटल, नयाँ टाइटलै राख्न चाहन्छु। यो नि नयाँ त हो, तर तपाईहरुलाई देखाउनको लागि भए पनि मैले यहाँ च्याट जीपीटीबाट लिएको छु र यही टाइटल मैले यहाँ पेस्ट गरिदिन्छु। हेर्न सक्नुहुन्छ। यसलाई पनि मैले हटाइदिएँ। तपाईले त्यहाँ भिडियो पब्लिक नगरिजाल चाहिँ तपाईहरुले यहाँ चेन्ज गर्न पाउनुहुन्छ। यसरी चेन्ज गर्दै मैले अब यसलाई मोनेटाइज हुनाले गर्दा यसलाई अन गर्छु मैले यहाँ। तपाईहरुको पनि यदि च्यानल मोनेटाइज छ भने चाहिँ यसरी अन गर्नुपर्ने हुन्छ, त्यहाँ देखाउँछ। यसलाई सेभ गर्दिउँ। यो सेभ गरेपछि यही टाइटल अनुसार चाहिँ यहाँ काम भइरहेको छ र अब म फेरि जान्छु च्याट जीपीटीमा र अब यसलाई मैले यहाँ के गर्छु त भन्दाखेरि डिस्क्रिप्सन माग्ने छु। यो टाइटल अनुसार भनेर यो टाइटल अनुसार डिस्क्रिप्सन दिनुस्। यसरी दिन्छु र अब यहाँ डिस्क्रिप्सन चाहिँ त्यही टाइटल अनुसार चाहिँ यहाँ दिन्छ च्याट जीपीटीले। हेर्न सक्नुहुन्छ। यी गुटुङटुङ आइसकेको छ। अब यसलाई कपी गर्नलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि यसो गर्नु होला, टच गर्नु होला अनि सिलेक्ट टेक्स्टमा जानु होला। त्यसपछि यहाँ यसरी फेरि एकपल्ट टच गर्नु होला। टच गरेपछि यसो गरेर सार्नु होला अनि यसलाई सरर तल लानु होला। यसरी सरर तल लगेर यसरी कपी भनेको छ, कपीमा चाहिँ ट्याक्क गर्नु होला। यति गरेपछि यो कपी भयो र यहाँ यतापट्टि आउनु होला वाइट स्टुडियोमा अनि पेन्सिलको आइकनमा जानु होला र पेन्सिलको आइकनमा गइसकेपछि यहाँनेरि तपाईले डिस्क्रिप्सनमा खोल्नु होला र यसलाई तल सार्नु होला। तल सारिसकेपछि यसलाई यहाँ यसरी टच गर्नु होला अनि पेस्ट हान्दिनु होला। यति गरेपछि तपाईको यहाँ तुरुन्तै आयो, जस्ता तस्तै आएको छ। अब यसलाई यसरी यहाँनेरि ब्याक गर्नुपर्छ र यसलाई सेभ गरिदिनु होला। यो सेभ गरेपछि तपाईको यहाँ सेभ भयो। अब फेरि च्याट जीपीटीमा जाउँ र यहाँनेरि के चाहिन्छ त भन्दा अब एउटा बाँकी छ। के बाँकी छ भन्दा एड ट्याग्स भन्ने बाँकी छ। अब एड ट्याग्स दिन्छ यसमा। अब यो कपी गर्नु होला यहाँ कपीमा। अब यो कहाँ लगाउने त भन्दाखेरि फेरि हामी यहाँ वाइट स्टुडियोमा आयौँ। वाइट स्टुडियोमा आएर पेन्सिलको आइकनमा टच गरौँ र पेन्सिलको आइकनमा टच गरिसकेपछि हामी यहाँ तल आउँछौँ र यहाँनेरि हेर्न सक्नुहुन्छ मोर अप्सन भनेर छ। ट्याग, सर्ट्स, रिमिक्स के भन्छन्, रिमिक्सिङ, क्याटेगोरी एन्ड मोर भनेको छ। यसमा टच गर्नु होला
र यहाँनिर हेर्न सक्नुहुन्छ एड ट्याग्स भनेर यसमा टच गर्नु होला। टच गरेर यसलाई पेस्ट गर्नुहोस्। पेस्ट गरेपछि यसरी आउँछ। यसलाई अब यसो गर्ने, टच गर्ने अनि यसलाई सरर सार्ने, तलसम्म आयो। अब यसलाई कट गर्नुहोस्। कट गरेपछि एउटा मात्रै भयो। अब फेरि पेस्ट हान्नुहोस् यसरी र यसलाई फेरि अहिलेको जस्तै एउटा गरेर यसरी पेस्ट गर्नुपर्ने हुन्छ। यसरी गर्नुहोस्, दुईटा भयो। फेरि यो यसरी गर्नुभयो भने तपाईहरुले लेखिरहनु पर्दैन। यसरी टक्क टक्क यसरी गर्न सक्नुहुन्छ। टच गर्नुहोस्, त्यहाँ आउँछ, पेस्ट गर्नुहोस् अनि यसरी सिलेक्ट गर्नुहोस्। यसरी टच गरेर यसरी टच गर्नु होला अनि सरर यसरी सारेर कटमा गरिदिनुहोस्। अनि फेरि पेस्ट, फेरि यसरी सरर लानुहोस्, कट, फेरि पेस्ट, फेरि सरर सार्यो, कट, फेरि पेस्ट, फेरि अब यसलाई यहाँनिर सरर सार्यो, पेस्ट, फेरि पेस्ट गर्यो, सरर सार्यो, कट। यसरी तपाईहरुले सजिलैसँगले एड टेक्स्ट तपाईहरुले लगाउन सक्नुहुन्छ। र यसको काम भनेको तपाईहरुले भिडियो चाहिँ सर्चिङमा आउने गर्छ। यो कारणले गर्दा सजेस्टमा जानेछ। त्यसको लागि चाहिँ यो लगाउन जरुरी छ। तपाईहरुले पनि यसरी लगाउन सक्नुहुन्छ। र च्याट जीपीटी चाहिँ तपाईहरुसँग हुनु जरुरी छ। र त्यो च्याट जीपीटी कहाँबाट ल्याउने भन्ने कुरा तपाईहरुले युट्युबमै खोज्न सक्नुहुन्छ। र के गरेर सेटिङ मिलाउनु पर्छ भन्दा जीमेल आईडी एड गर्नुपर्ने हुन्छ। र त्यसभन्दा अगाडि चाहिँ के गर्नुपर्छ, च्याट जीपीटी तपाईसँग हुनको लागि भन्दा प्ले स्टोरमा गएर च्याट जीपीटी लेखेर खोज्नु होला। त्यसपछिको कुराहरु तपाईहरुले जानिहाल्नुहुन्छ। नभए तपाईहरुले युट्युबमै पनि हेर्न सक्नुहुन्छ कसरी चाहिँ च्याट जीपीटी तपाईहरुले लिन सक्नुहुन्छ आफ्नो मोबाइलमा भन्ने कुरा तपाईहरुलाई थाहा होला नै। र यदि छैन भने चाहिँ त्यो कुराहरु तपाईहरुले अहिले भर्खरै थाहा पाउनु भयो होला भन्ने विश्वास लिएको छु। र तपाईहरुले मैले कसरी चाहिँ यो अपलोड गरिरहेको छु भिडियोहरु भनेर तपाईहरुले यो भिडियोबाट तपाईहरुले सिक्नु भयो होला। मैले यहाँ अपलोड गर्दै छु, हेर्न सक्नुहुन्छ। मैले यहाँ अपलोड गरेर सके यसलाई हैन। अब यो अपलोड गरेपछि यसलाई ब्याक गर्नु होला। ब्याक गरेर यसलाई सेभ गर्दिनु होला। सेभ गर्दा यहाँ मानेन, कुन चाहिँमा मिस्टेक भयो, कुनै एउटामा मिस्टेक भन्न सक्छ। जस्तो यसलाई प्रोटेक्सनलाई हटाइदिउँ, यसलाई पनि हटाइदिउँ। अलि धेरै भएर पनि हुन सक्छ किनकि च्याट जीपीटीले अलि धेरै नै दिन्छ। सेभ हानु। अब तपाईहरुले थाहा पाइहाल्नुभयो कि कुनै चाहिँ धेरै भयो भने नि मान्दैन, त्यही भएर यसलाई मैले त्यसो गरेको। र अब यहाँनिर कीवर्ड, योर कीवर्ड भन्ने हुन्छ। योर कीवर्ड चाहिँ हामीले लगाएको छैनौं। र योर कीवर्ड चाहिँ कसरी लगाउनु भन्दा यहाँनिर योर कीवर्ड दिनुहोस् भन्नुपर्छ। कीवर्ड दिनुहोस् यति लेखिदिएर तपाईले राखिदिनु भएपछि यसरी आउनेछ। अब यहाँनिर हेर्न सक्नुहुन्छ योर कीवर्ड भनेर आइसकेको छ। र यो योर कीवर्डलाई चाहिँ यसरी एकपल्ट टच गर्नु होला र यसलाई सरर सार्नु होला। अब सरर सारेर यहाँसम्म लानु होला। र यहाँनिर कपीको अप्सन छ। कपीमा कपी गरेपछि यतापट्टि यसरी टक्क गरेपछि यसरी आउँछ। र यसलाई यहाँनिर पेन्सिलको आइकनमा टच गरेपछि यहाँनिर खुल्नेछ। र यो खुलिसकेपछि अब के गर्ने त भन्दा डिस्क्रिप्सनमा जाने र योर कीवर्ड
तपाईले लगाउनु पर्ने हुन्छ। यहाँनेरि लगाउनु पर्ने हुन्छ। यसलाई यसरी तल सार्नु होला। यसरी सार्न सक्नुहुन्छ र यहाँनेरि लगेर योर कीवर्ड भन्ने चाहिँ यो यहाँनेरि लगाइदिनु होला। र योर कीवर्ड लगाइसकेपछि तपाईहरुको अझै बाँकी रहेको छ। के बाँकी रहेको छ त भन्दाखेरि तपाईहरुले आफ्नो फेसबुकको जुन हुन्छ युआरएल तिनीहरु तपाईहरुले लगाउनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ। म यहाँनेरि अघिल्लो भिडियोको यहाँ खोल्छु र यसलाई खोलेर आफ्नो ठेगाना सहितको मैले बनाएको छु। सोशल मिडिया लिंक हो युआरएल हैन, सोशल मिडिया लिंक भन्छ। सोशल मिडिया लिंक तपाईले राख्नु पर्ने हुन्छ युट्युबमा। यसलाई यसरी मैले यहाँ टक्क कपी गरे र आफ्नो अहिलेको नयाँ भिडियोमा लाने छु र यो नयाँ भिडियोमा तपाईहरुलाई यहाँ देखाउँ। यसरी यो लिंक चाहिँ तपाईहरुले राख्नु पर्ने हुन्छ र यो लिंक कहाँ राख्ने भन्दा डिस्क्रिप्सनको भित्रपट्टि यहाँ तलपट्टि राख्नुपर्छ। यसरी तलपट्टि राख्नु होला र यसलाई पेस्ट गरिदिनु होला। आइसक्यो र अब एउटा स्पोन्सरको लागि पनि रहेको छ र त्यो चाहिँ अब यसरी मैले सेभ गरे र यतापट्टि आउँछु म। यतापट्टि आएर यहाँनेरि हेर्न सक्नुहुन्छ। यसलाई मैले अन गरे र अब यसलाई स्पोन्सरको लागि भनेर यहाँ मैले यहाँ माथिपट्टि राखेको छु। स्पोन्सर फर कन्ट्याक्ट भनेर तपाईहरुले नि यसरी राख्न सक्नुहुन्छ र मैले यहाँ यसलाई कपी गरिसके। अब यसलाई ब्याक गर्छु र अहिलेको भिडियो कुन हो त? अहिलेको भिडियो यतापट्टि रहेको छ र यसमा मैले यहाँनेरि खोलिसकेको छ। हेर्न सक्नुहुन्छ। यहाँनेरि डिस्क्रिप्सनमा जान्छु र सबैभन्दा माथि चाहिँ यो राख्नु पर्ने हुन्छ हैन। अब यहाँ राखिसकेपछि के गर्ने त भन्दा यहाँनेरि आफ्नो च्यानलको ह्यासट्याग राखिदिन्छु र यहाँनेरि अब अरु गर्नुपर्ने केही पनि छैन र अब यहाँनेरि मैले आफ्नो च्यानलको नाम पनि राख्न सक्छु। जस्तै यहाँ ट्रिक भनेको छ। ट्रिक पछि आफ्नो च्यानलको नाम थपिदिन्छु ताकि अरूले हेर्दा पनि नाम सहित आउँछ। यो च्यानलको नाम चाहिँ यसरी सिधै यसरी गरेर मैले च्यानलको नाम छिटो लेख्नको लागि चाहिँ यसरी गरेको। यसलाई अब टीलाई सच्याइदिउँ। यसरी गऱ्यो भने छिटो हुन्छ। त्यही भएर मैले यसरी गरेको। लेख्न नआएर चाहिँ हैन। र मैले यहाँ लेखिसके। अब यहाँ तयारी भइसकेको छ र अब यहाँनेरि अपलोड भएको छ कि छैन त्यो हेर्नुपर्ने हुन्छ भने अब यहाँ लोकेसन दिन सक्नुहुन्छ। जस्तो मैले नेपाल लेखेँ किनकि म नेपालको हो र अहिले चाहिँ इन्भाइट कोलाबोरेटर भनेर छ। यो गर्न त सक्नुहुन्छ तर म अहिले कसैसँग नि यसरी यो गर्दिन। अहिले यहाँ सेभ गर्दै। अब भिडियोको प्रोसेस लगभग सकिसकेको छ हैन। भिडियोको प्रोसेस सकिसकेको छ र अपलोडको प्रोसेस यो सकिएको छ र अब हामीले यसलाई चाहिँ पब्लिश गर्ने बेला हुन लागेको छ र पब्लिश गर्नुभन्दा अगाडि हामी यहाँ चेक गर्ने छौं। युट्युबमा गएर यहाँ युट्युबमा हेरौँ। यहाँनेरि हेर्नुपर्ने हुन्छ अपलोड भयो भएन। अपलोड भइसकेको छ। अब अपलोड भइसकेको छ र अब यसलाई हामीले पब्लिश गर्नको लागि चाहिँ फेरि यहाँ वाइटी स्टुडियोमा जाने छौं र वाइटी स्टुडियोमा गइसकेपछि हामीले यहाँ अनलिस्टेडमा टच गरौँ र अब पब्लिक गर्नको लागि चाहिँ
अब कति टाइममा पब्लिक गर्ने त त्यो टाइम सेट पनि गर्न सक्नुहुन्छ या त डाइरेक्ट पब्लिक पनि गर्न सक्नुहुन्छ। तर मैले यहाँ टाइम सेट गरेर देखाउन लागिरहेको छु। यहाँ सेट एज इन्स्टेन्ट प्रिमियर भन्नेमा टच गर्नु होला र सेड्युलमा आउनु होला। यहाँ तलपट्टि सेड्युलमा आइसकेपछि तपाईले के गर्नुपर्छ त भन्दा यहाँनेरि हेर्न सक्नुहुन्छ 12 अक्टोबर 2025 भनेको छ लोकल टाइम भनेको छ। यहाँनेरि एकपल्ट टच गर्नु होला र आज चाहिँ के छ भन्दा 11 अक्टोबर हो र मैले चाहिँ अहिले नै एकैछिनमा चाहिँ पब्लिश गर्न चाहन्छु। लगभग मैले चाहिँ 4:10 मा पब्लिश गर्न चाहन्छु। त्यसैले गर्दा आजै पब्लिश गर्न चाहने भएको हुनाले गर्दा मैले यहाँ 12 हैन 11 राख्थे। 11 अक्टोबर हो आज, त्यही भएर 11 अक्टोबर राखेर यसलाई ओके गर्दै। अब यहाँ टाइम कसरी मिलाउनु त भन्दाखेरि जस्तो बिहानको 6 बजे छ भने के गर्ने त भन्दा यसो गरेर यसरी 6 मा ल्याउनु पर्ने हुन्छ। बिहानको 7 बजे छ भने यहाँनिर ल्याउनु पर्ने हुन्छ र बिहानको 8 बजे छ भने यहाँनिर ल्याउने हो। बिहानको 9 बजे छ भने यहाँनिर राख्नुपर्छ र बिहानको 10 बजे छ भने यहाँ राख्नु पर्यो। 11 बज्दा यहाँ, 12 बजे यहाँ, 1 बजे पब्लिस गर्ने यहाँ, 2 बजे यहाँ, 3 बजे यहाँ, 4 बजे यहाँ हो। यसरी बुझ्नु होला र मैले अब 4:10 मा चाहिँ पब्लिस गर्न चाहन्छु यो भिडियो अहिलेको र अहिले 3:42 भइरहेको छ। मैले 4:10 मा सेट लगाइदिएँ यसरी र यसलाई ओके गरिदिन्छु र अब यहाँनेरि हेर्न सक्नुहुन्छ 4:10 लोकल टाइम भनेर आएको छ र सेट एज प्रिमियर भन्नेमा टच गरिदिन्छु। यति गरिसकेपछि भयो र यसलाई ब्याक गर्छु र ब्याक गरेपछि अब मैले यहाँ सेभ गरिदिएपछि ब्याक गरेर सेभ गर्नु होला र यसरी सेभ गरेपछि अब प्रिमियर सुरु भयो। अर्थात् अब भिडियो चाहिँ जसले पनि पब्लिकमा हेर्न सक्ने चाहिँ सेड्युल टाइम चाहिँ यहाँ सुरु भइसकेको छ। कति मिनेट पछाडि चाहिँ हेर्न पाउने भनेर यहाँनेरि तपाईहरुलाई म देखाउने छु। पक्नुहोस् है, कन्टेन्टमा जानु होला। कन्टेन्टमा गएपछि यहाँनेरि एकपल्ट टच गर्नुस्। टाइम देखाउँथे यहाँ देखाइरहेको छैन, यसमा हो कि टाइपमा होला। भिडियो टाइम देखाएन, 4:10 देखाएको छ। त्यहाँ कति बजेबाट सुरु भनेर 4:10 देखाइरहेको छ। 4:10 बाट हेर्न सकिन्छ भनेर देखाइरहेको छ। तपाईहरुले पनि यसरी नै अपलोड गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। आइसकेको छ मेरो भिडियो यतापट्टि र तपाईहरुले पनि यसै गरी आफ्नो भिडियोलाई चाहिँ सजिलैसँगले च्याट जीपीटी को सहायतामा चाहिँ अपलोड गर्न सक्नुहुनेछ र अपलोड गरेर तपाईहरुले भ्युज बढाउन सक्नुहुनेछ। सही तरिकाले अपलोड गर्नुभयो भने तपाईको भिडियो चाहिँ भ्युज द्रुत गतिमा आउनेछ। जस्तो कि मैले एउटा भिडियो तपाईहरुलाई देखाउन चाहन्छु कि मेरै भिडियोमा पनि धेरै मात्रामा भिडियो चाहिँ भाइरल हुने क्रम रहेको छ। बिस्तारै भ्युज चाहिँ बढ्दैछ। तपाईहरुलाई एउटा भिडियो देखाउन चाहन्छु। भिडियो टाइटल यहाँनेर हेर्न सक्नुहुन्छ। 2 महिना अगाडिको एउटा भिडियो 45,000 जनाले चाहिँ हेर्नु भएको छ र मेन कुरा भने चाहिँ थम्बनेलले पनि फरक पर्छ। मैले यहाँ थम्बनेल हेर्न सक्नुहुन्छ। सवारी साधनमा लाग्ने सवारी कर दस्तुर भनेर यो एकदमै राम्रो भिडियो बनाएको थिएँ र धेरै जनाले मन पराइदिनु भएको छ र त्यस्तै गरी अरु भिडियोहरु पनि छ, हेर्न सक्नुहुन्छ। बिस्तारै बिस्तारै कुनै चलिरहेको छ भने कुनै चाहिँ धेरै मात्रामा चलिरहेको छ र आउँदा दिनमा अझ राम्रो भिडियोहरु बनाउने
तर्खरमा रहेको छु। यो भिडियो हेरिसकेपछि तपाईहरुलाई थाहा भइहाल्यो कि युट्युब भिडियो कसरी अपलोड गर्नुपर्छ र सही तरिका के हो भन्ने कुरा तपाईहरुले जानकारी प्राप्त गर्नुभयो होला भन्ने विश्वास लिएको छु र यदि तपाईहरुलाई अझै नयाँ जानकारीहरू चाहिएको छ भने चाहिँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गर्न नछुटाउनु होला र नजिकै रहेको बेल आइकनलाई अन गर्नु होला तपाईहरुले। त्यसपछि तपाईहरुले सजिलैसँगले मैले अपलोड गर्ने बित्तिकै चाहिँ तपाईहरुले भिडियो नोटिफिकेसनको रूपमा चाहिँ तपाईहरुले पाउनुहुनेछ र सजिलैसँगले चाँडोभन्दा चाँडो अगाडि नै सबैभन्दा पहिला हेर्ने मौका पाउनुहुनेछ भन्ने जानकारीको साथमा आजको यस भिडियोबाट म पनि बिदा हुने अनुमति चाहन्छु। तपाईहरुको दिन शुभ रहोस् भन्दै बिदा हुन्छु। हस्त नमस्कार।